मनमा रहेका हजारौं इच्छालाई गुटुमुटु पारी दृढ इच्छा शक्तिका साथ तिमी लम्किरहेछौ, दौडिरहेछौ। आमाको न्यानो कोखदेखि यी संसारका अनेकौं शोकहरू बेहोर्दा के तिमी कहिल्यै थाकेनौ? कहिले किताबका पानामा त कहिले सङ्गीतको सुरमा शरण लिने तिमी आफूलाई आफ्नो जीवनभन्दा पर सार अनि आफैलाई हेर। कहिल्यै आफ्नो मृत सपनाहरूको दोषी बनी कठघरामा उभिँदा जब आफैले आफूमाथि प्रश्न उठाउनेछौ कि तिमी तिम्रा सपनाका रगतले रङ्गिएका ती हातलाई स्वयं स्वीकार गर्न समर्थ हुनेछौ। वर्तमानलाई इतिहास भनी कहिल्याउँदाको त्यो क्षणमा जब तिमी आफ्नो सपनालाई विपनामा रूपान्तरण गर्नेछौ कि तिमी दौडिरहन्छौ? के तिमी तिम्रो अन्तर्मनको बातीमा प्रकाशको झिल्को पार्न असमर्थ छौ? म्याराथनमा केही समय विश्राम लिऊ अनि आफैलाई प्रश्न गर, के म समर्थ छु?